आज चाहिँ म चाहिँ तपाईँहरूलाई चाहिँ रेनन+ बल्ब कसरी रोप्छ त्यसको बारेमा बताउन गइरहेको छु। अनि यसलाई चाहिँ डाइरेक्ट अब बजारबाट ल्याएर त्यतिकै अब पटमा मल भरेर रोप्नु चाहिँ हुँदैन। पहिला यसलाई पानीमा भिजाउनु पर्ने हुन्छ। अनि कति घन्टा भन्दाखेरि चाहिँ 4 घन्टाहरू भिजायो भने इनफ हुन्छ। तर मैले चाहिँ लास्ट टाइम चाहिँ 10 आवर्स भिजाएको थिएँ। त्यस्तो गर्दाखेरि पनि रिजल्ट त राम्रै आएको थियो। तर यसपालि चाहिँ मैले 5 आवर्स भिजाएको छु। यसरी अब जरा फुल्लिनु त हो। अनि पानीमा भिजाएर यसरी निकालेपछि चाहिँ 1 घन्टा 1.5 घन्टाहरू चाहिँ ड्राई पनि हुनु दिनुपर्छ। ड्राई गर्नुभयो भने चाहिँ फङ्गस लाग्ने चान्सेस कम्ती हुन्छ। अनि यसको लागि मल मिक्सचर भन्नुपर्दाखेरि चाहिँ म चाहिँ सधैँ पत्करको मलमा मात्रै रोप्ने गरेको छु। त्यस्तो गर्दाखेरि चाहिँ रिजल्ट चाहिँ राम्रो आएको छ नि त। तर यसपालि चाहिँ मैले चाहिँ अलिकति रिभर स्यान्ड र निमखली पनि युज गरेको छु। मैले जुनै पनि फुलमा रिभर स्यान्ड युज गर्दाखेरि चाहिँ राम्रो रिजल्ट दिएको छ नि त। त्यही कारण चाहिँ म चाहिँ याद हुँदा हुँदा सम्झिँदा चाहिँ रिभर स्यान्ड पनि लगाइदिन्छु नि त। अनि मजाले अब मिक्सअप गरेर यसरी पटमा मल भरेर अनि अर्को कुरा चाहिँ तपाईँहरूले याद गर्नुपर्ने चाहिँ रोप्दाखेरि चाहिँ यसको चाहिँ जरा चाहिँ उँधोपट्टि पारेर रोप्नुपर्छ। यसरी उँधोमुन्टे पारेर यसरी रोपिदिनुपर्छ। जरा उँभो पार्नु चाहिँ हुँदैन। यो जरालाई चाहिँ यसरी उँधो पारेर रोप्नुपर्छ। अनि अर्को कुरा याद गर्नुपर्ने चाहिँ के भन्दाखेरि यिनीहरू त अब अहिले उम्रेको पनि छैन, यिनीहरूको बोट पनि छैन। त्यही कारण अब पानीहरू लाउँदाखेरि चाहिँ एकपल्ट लायो भने चाहिँ 2-3 दिनसम्म सुक्दैन नि त। त्यही कारण चाहिँ दिनै पानी लाउनु चाहिँ हुँदैन। बेसी चिसो राख्नुभयो भने चाहिँ यिनीहरूको बल्ब कुहिन्छ। त्यही कारण चाहिँ पानी लाउँदा चाहिँ एकदमै ध्यान दिनुपर्छ।